अहिले मुस्ताङको मार्फामा रहेका छौँ र तपाईहरुलाई झारपोक गाउँपालिका वार्ड नम्बर 2 स्थित यो एमजे गल्ली देखाइरहेका छौँ र यहाँ माटका बनेका घरहरू हजुरले देख्न सक्नुहुन्छ। यो गल्ली यस्तो गल्ली रहेको छ जहाँ हामीले यसरी घरहरू देख्न सक्छौँ भने पुरै गल्ली भित्र छ ढुङ्गाका वालहरू लगाइएको छ र यहाँ पुरै संरचना घरमा चाहिँ माथि यसरी राखिएको चाहिँ हामीले देख्न सक्छौँ र यहाँ गल्लीहरू भित्रै जाने बाटो चाहिँ हामीले देखिरहेका छौँ। यतिखेर यो झारपोङ घरपझोङ गाउँपालिका वार्ड नम्बर 2 स्थित मार्फाको यो गल्ली हामीले तपाईहरुलाई देखाइरहेका छौँ र यहाँ हेर्न सक्नुहुन्छ र म यो गल्लीबाट भित्र जाँदैछु है। तपाईहरुले यहाँबाट यसरी हामी गल्लीहरू हेरेर अगाडि बढिरहेका छौँ र यो गल्ली कसरी अन्त्य हुन्छ कहाँ हुन्छ हेरौँ हामी पत्ता लगाउने गाह्रो महसुस गरिरहेका छौँ। यहाँ यस्तो पुरानो गल्लीहरू छ। यहाँबाट यता बाहिर निस्कने बाटो छ बाटो बाबु यताबाट निस्कन्छ ए ल यहाँबाट हामी गुम्बा निस्कन्छ अनि यो गल्लीको नाम के भन्छ बाबु? कबड्डी गल्ली हैन ए अनि हजुरको घर यही हो ए हजुर कति कक्षामा पढ्नुहुन्छ नि? म 8 कक्षामा पढ्नुहुन्छ? 5 ए 5 कक्षामा पढ्नुहुन्छ। यहाँ विद्यालय कहाँ छ? विद्यालय अलिकति तल छ है ए ल धन्यवाद। यसरी हामी गल्लीमा रहेका छौँ। यहाँबाट माथि उक्लिने हो बाबु? माथि उक्लेर कहाँ पुग्छ यो? अनि गुम्बा जाने हो ए ल यसरी हामी माथि मार्फा स्थित गुम्बामा चाहिँ नि गइरहेका छौँ। यहाँबाट तपाईहरु देख्न सक्नुहुन्छ यो मार्फाको गाउँ यसरी पुरानो मार्फा योभन्दा माथि रहेको जानकारी पाउनु भएको छ भने यो मार्फा गाउँको सिन हामीले यहाँ देख्न सक्छौँ र यहाँबाट हामी अब गुम्बामा प्रवेश गरिरहेका छौँ। यो गुम्बा यहाँबाट हामीले एकदम मनोरम दृश्यहरू देख्न सक्छौँ। यहाँ तल रहेको स्याउको बगान रहेको छ। यसरी हामीहरू यहाँबाट यसरी हामी बाहिर निस्कनका लागि अब हामी यहाँ गुम्बा हुँदै बाहिर निस्कने प्रयास गर्दैछौँ। यहाँ गुम्बामा यहाँ भोजको कार्यक्रम समेत भइरहेको मैले देख्छु। यो गुम्बा रहेको छ। गुम्बामा अहिले भजन कीर्तन भइरहेको छ। यहाँ देख्न सक्नुहुनेछ यता देखिरहेका छौँ। यतिखेर यहाँबाट हामी ऐतिहासिक स्थलको तपाईहरुलाई जानकारी गराउन चाहन्छौँ। यो मार्फा स्थित ऐतिहासिक सन्दर्भमा रहेको छ र यसबाट हामी यहाँ तल देखिरहेका छौँ। यतिखेर ल यो मार्फाको पुरानो गाउँ पुरानो बस्ती चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ र विद्यार्थी भाइ बहिनीहरू तल देख्दैछन् र यहाँ मैले देखिरहेको छु एकजना सर आइराख्नु भएको छ। सर नमस्कार। हजुर कहाँदेखि आउनुभयो होला? पोखरादेखि है। यहाँ मुस्ताङसम्मै हो कि यात्रा कहाँसम्म होला हजुरको? अप्पर मुस्ताङ अहिले फर्कन थाल्नु भएको होइन? हजुरलाई यो बस्ती यहाँको दृश्य कस्तो लाग्यो? राम्रो छ।
पुरानो बस्ती पनि छ नयाँ बस्ती पनि छ पुरानो मार्फा गाउँ माझी छ अरे चाहिँ अहिले पछि बनेको चाहिँ नयाँ बस्ती नयाँ मार्फा गाउँ छ यो नयाँ मार्फत है यहाँ स्याउ सस्तो पाइन्छ स्याउको रेट बुझ्नुभयो हजुरहरूले स्याउको भयो त बुझेन मैले बगैँचा खाली खाली किनिसक्नु भएको रहेछ अब फेरि सोध्नु पर्ला ए ल धन्यवाद ल त्यसरी हामी मार्फाको स्याउ बगान र त्यो रमणीय दृश्यहरू चाहिँ देखिरहेका छौँ।